चाहिँ कस्तो अब कस्तो नरम रहेछ। हाई गाइज, आज चाहिँ म धेरै पछि आएँ किनभने भिडियो बनाउने वातावरणै नभएर आज हामी चाहिँ टक्कसँग बजार जान लाग्यो। यहाँ दिदीको सामानहरू किन्न म चाहिँ साथी मात्रै, दिदी चाहिँ सपिङ गर्नलाई, म चाहिँ मात्र साथी हिँडेको। अब हामी चाहिँ यहाँ चोकमा आइसक्यौँ। अब चोकबाट चाहिँ गाडीमा जाने हो। अनि म हजुरहरूलाई उहीँ गएपछि बजारमा हामी के किन्छौँ म हजुरहरूलाई देखाउने छु। ल गाइज, हामी चाहिँ बसबाट नि झरेर यहाँ बजार आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी चाहिँ यहाँ हङकङ बजार भन्नेभित्र छिर्ने हो यहाँ। अनि हामी यहाँ आएर हङकङ बजार पनि देखाउनु पऱ्यो नि यहाँभित्र। यहाँ छिर्नेवाला हो। यहाँ छिरेपछि चाहिँ हामी के किन्ने हो थाहै छैन है, भित्र गएर हेर्ने मात्रै हो। कताबाट छिरौँ? कहाँ? माथिबाटै छिरौँ है। अब हामी चाहिँ यहाँ गेट नम्बर 8बाट छिर्दैछौँ। के भन्दै भिडियो खिच्ने लाज लाउँछु भाइ। यतातिरबाट हेर्दै जाने हो कि? हामी चाहिँ यहाँ ज्याकेटहरू हेर्दै हिँड्दैछौँ। भने जस्तो पाएन मैले त्यो हेरेँ त। अलिक अरू डिजाइनमा छैन। यो चाहिँ कस्तो अब कस्तो नरम रहेछ नि त। यो के हो? यो कस्तो हो केटाको निकाल्नु नि, त्यो लेडिज हो कि जेन्ट्स हो? के हेर्नु नि? हामी चाहिँ यहाँ दिदीले ज्याकेट नाप्ने हुनुहुन्छ, हामी हेर्दैछौँ यहाँ कपडाहरू। हामीले चाहिँ टक्क अब ज्याकेटहरू हेरिसकेर नि दिदीले ज्याकेट नै किन्नु भएको छ। अनि अर्को सिस्टरले फेरि यहाँ चप्पल हेर्दैछन्। खै चप्पल कस्तो रोजिस हेरौँ। ओ दामी रोजिरह ल गाइज। हामी चाहिँ अब कपडाहरू किनेर चप्पलहरू किनेर अब हामी मन्डी तरकारी पसलतिर छिर्दैछौँ। यता के किन्ने हो थाहा छैन, अरूले पठाएको सामान किन्ने हो। हामी नि केही लानु पर्यो तरकारीहरू। हेर्नु नि यस्तो पाइन्छ भाइ। मलाई लाज लागेर मरेर भइरहन्छ। सो गाइज, हामी चाहिँ अब भित्रबाट सबै सामानहरू किनेर हामी बाहिर निस्किसकेका छौँ। अब हामी चाहिँ यहाँबाट घरतिर लाग्नुपर्ने हुन्छ। अनि भित्र गएर सबै सामानहरू देखाउन नि मलाई त भिडियो खिच्न लाज लागेर त्यसै देखाउन पाइनँ। सो अब हामी चाहिँ यहाँबाट रुमतिर जानुपर्ने हुन्छ बसमा चढेर। हामी बजारभित्रबाट नि निस्केर नि हामी यता अब बस चढ्ने ठाउँतिर आइसकेका छौँ। यहाँतिर चाहिँ अब हामीले बस कुर्नुपर्ने हुन्छ। अब हामी चाहिँ बस कुर्नुपर्ने हुन्छ। अनि अलिक परसम्म हिँड्नु पर्दा हाम्रो हेम्जाको बस आएन। हामी चाहिँ लोकल बसमै जान्छौँ। सस्तो नि सजिलो नि हुन्छ, डाइरेक्ट वहीँ पुऱ्याइदिन्छ। त्यही भएर हामी चाहिँ अब बस कुर्दै हिँडेको के अरे बस आएन। अब कहाँसम्म बस आउँदैन हामी त्यहाँसम्म हिँड्ने हो। यताको माहौल यस्तो छ टक्कसँग दामी, आज दामी देखिरह। गाइज, हामी चाहिँ अब बसबाट ओर्लेर पनि हामी चाहिँ हाम्रो रुमतिर हिँड्दैछौँ। जतिजनाले हेर्नुहुन्छ मेरो भिडियो प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला। फेरि अर्को भिडियोमा भेटौँला।